धेरै ठाउँमा पुलिस केसहरू गरेको छु हजुर धेरै ठाउँमा पुलिस केस गर्दाखेरि पनि के हुँदो रहेछ भन्नुहुन्छ भने प्रहरी परिसरमा गइसक्दाखेरि चाहिँ त्यहाँनिर छोरो मान्छेको कुरा सुन्नै नहुँदो रहेछ त्यो महिला के भन्ने महिला तथा बालबाल हजुर त्यो हुँदो रहेछ है त्यहाँनिर चाहिँ महिलाको कुरा मात्रै सुनवाई हुँदो रहेछ त्यहाँ मैले चाहेको चाहिँ मेरो कम्पनी मलाई नामसारी गरिदेऊ मैले कारखाना सञ्चालन गर्न पाउन पर्यो मैले कारखाना सञ्चालन गर्ने बित्तिकै मेरो अटोमेटिकली सबै व्यवस्थित हुन्छ हजुर कारखाना मेरो बेकरी छ पुलेश्वरमा हजुर ती बेकरी सञ्चालनमा ल्याउनको लागि मलाई बेकरी नामसारी गरिदिन पर्यो अहिले चाहिँ साउ महाजनहरूले चाबी लाएर राखिदिनु भएको छ साउ महाजन अब एकजना मात्रै भए पो नाम लिने धेरैजना हुनुहुन्छ पुलेश्वर ठ्याक्कै लिङ्क मार्गमा हजुर गणेश मन्दिरबाट सिधै लिङ्क मार्ग समातेर अलि अगाडि गयो भने श्रीमतीले छोडेर जाने पनि त कारण होला नि है त्यो कारणमा चाहिँ के कारण होला श्रीमतीले छोडेर जानको कारण जब जब मलाई सङ्कट पर्छ आर्थिक सङ्कट पर्छ तब उनले छोडेर जाने त उनको जहिल्यै के हो अनि उहाँको माइतीबाट चाहिँ हजुरलाई चुनेर मरे सबै कुरा सल्भ हुन्छ भन्नेमा छ माइतीलाई दोष दिन मिल्दैन किनकि उनको माइती त मैले देखेकै छैन देखेकै छैन मात्रै उनको आमा उनलाई जन्म दिने आमा मात्रै जन्म दिने आमालाई मैले माइतीमा लगेर जोड्न मिल्दैन अब किनकि आमा अर्कै थरी हुनुहुन्छ आमाको पनि दोस्रो विवाह हो त्यसले गर्दाखेरि मैले मिलेन अब हुन त मैले यसो भन्दै जाँदा मेरो सासूको अर्कोपट्टिको छोरी अब मेरो श्रीमतीले मेरो उसको आमालाई जन्म दिने आमालाई आमा भने चाहिँ मैले सासू भन्न कर लाग्यो होइन अर्कोपट्टिको सन्तान जुन सुजता श्रेष्ठ मेरो सालिनी भन्नु पर्यो मैले हो उनी र अनि उनको अङ्कलको छोरी र मेरो सासू भएर मेरो श्रीमतीलाई लुकाएको हो होइन लुकाएर मलाई उहाँहरूले चाहिँ तँलाई अब साहु महाजनले सबैले समाउँछन् थुन्छन् तैँले मर्नै पर्छ आत्महत्या गर्नै पर्छ तैँले आत्महत्या गरिस् भने हामी त आइमे मान्छे दुई थोपा आँसु देखाइदिँदा भइहाल्छ हामीले ऋण तिर्न पर्दैन भन्ने खालको कुराहरू यस्तो रेकर्ड गर्नलाई चाहिँ म जान्दिनँ के म रेकर्ड गर्न नजान्ने भइसकेपछि उनीहरूले चाहिँ मैले बोलेको कुरा सबै रेकर्ड गरेर राखेँ नि मैले बोलेको कुरा चाहिँ उनीहरूले रेकर्ड गरेर राखेँ उनीहरूले बोलेको मैले रेकर्ड गर्न जानिनँ अब यो चाहिँ मैले पछि कुरा बुझ्दाखेरि यो एनसेल सेन्टरमा कल रेकर्ड हुन्छ अरे त्यो कल रेकर्ड निकालेर बुझ्ने हो भने सबै छर्लङ्गै हुन्छ हजुर पुलिस केस गर्न पर्छ त्यो आवश्यकता पर्यो भने हजुरहरू अब यो विषयमा विज्ञ हुनुहुन्छ होइन मलाई परेको सङ्कटको लागि हजुरहरूले केही आवाज उठाइदिनु भएर मेरो सत्य तथ्य जान्ने हजुर हजुर सबै उनले डिलिट गरिसकेकी छिन् मैले यो फेसबुकबाट ताने उनको नम्बर लाग्दैन धेरैवटा नम्बर चाहिँ लुकाएको छ नि त फोटो यति नै हो मेरो मोबाइलमा भन्छ त्यो अरू सबै उनले पहिले नै डिलिट गरेर हिँडेको रहेछन् कि हजुर फेसबुक आइडी सबै उनले त्यो फालिसक्यो कि हजुर मेरो सासू र मेरो साली र मेरो श्रीमतीले म आत्महत्या गरेर मरेँ भने यो ऋण मैले लिएको ऋण पान पनि तिर्न पर्दैन भन्ने खालको कुराहरू मलाई धेरैचोटि राख्नु भएको छ मैले ऋण पान मैले यति नै भनेको छु कम्पनी मलाई नामसारी गरिदिनु ऋण पान म आफै तिर्छु यो बच्चाको भविष्य पनि म आफै बनाउँछु भनेर भनेको छु मलाई मात्रै कम्पनी नामसारी चाहिएको छ